हाल्दैछु। प्याज एकदम कम हाल्नु। अनि यो कोकोनटको यो कोरेको यो मेन यो पकाउँछु मैले फर्सीको है तरकारी। मैले कोकोनटको मिल्क निकाल्दैछु है, यो ग्रेटरमा ग्रेट गरेर। अनि यो पनि अहिले हालिदिउँ त्यसमा। अब अहिले पहिला चाहिँ यो यसको यो मेन पुराउली हो, यसमा चाहिँ तोरी हाल्नुपर्छ है, तोरी। अनि यो करी पत्ता है, अनि यो हाल्ने यसको यो तोरी धनिया यो फर्सीको यो पर्छ। अब यसमा प्याज हालिदिनु। यो प्याज चाहिँ अलिक कम हाल्नु है। अनि प्याज हालेपछि यो लसुनको अदुवाको पेस्ट हाल्नु। फर्सीको यो साउथ इन्डियन हो कि डिस हो कि तरकारी है। अनि त्यसपछि यो हर्दी हालिदिनु है। अब हर्दी हालेपछि नुन स्वाद अनुसार। अब यो नुन हालेपछि यसलाई पनि एकछिन सबलाई भुट्ने। अनि एकछिन यो भुटेपछि यो मटर छ नि, यो ग्रिन मटर यसलाई हाल्नु। यसलाई पनि एकछिन भुट्ने। अब यो भुटेँ, अब यो फर्सीलाई हालिदिनु। यसलाई एकछिन मजाले चलाउनु। अब यो चलाएपछि यो छ नि मसला, यो अलिकति खुर्सानी, यो कसुरी मेथी, यसमा धेरै मसला हाल्नु हुँदैन है। यसमा मसला धेरै हाल्नु हुँदैन। अब यसलाई भुट्ने। भुटेपछि यो कोकोनट मिल्क छ नि, यसलाई हालिदिनु। यो साउथ इन्डियन हो कि अब फर्सी भनेर हेला गर्छन्। फर्सी पकाउने पनि त तरिका हुनु पर्यो नि त। यो कोकोनट ग्रेट गरेको अब यसमा हालिदिने फर्सीमा। अब यसलाई एकछिन मजाले अब पाक्न दिने सबलाई। अब यसलाई छोपिदिने। ल यो पाक्यो। अब यसलाई धेरै फ्यात्त गर्न पर्दैन। यो मटर हालेको नरिवलको दुध हालेर बनाएको फर्सीको तरकारी पकाउन पो जानेको मिठो हुन्छ त।